सबै भक्तजनहरूमा राधे राधे। अनि हाम्रो पञ्चदिवसीय श्री 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 मार्कण्डेय पुराण 6 मेदेखि सुरु भएर आज 10 मे 5 दिन पुरा भएको छ। अनि सम्पूर्ण भक्तजनहरू आएर प्रसादहरू लिनुभयो। अनि हामी आज साँझको बेलामा हाम्रो आज भजनको मण्डलीहरू आएर भजनहरू गर्नेछन्। अनि आज हाम्रो 5 दिने श्री 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 मार्कण्डेय पुराण चाहिँ समाप्त भएको घोषणा गर्दछौँ। धन्यवाद। कन्याको नाम चाहिँ मालिनी अनि पितृको आशीर्वादद्वारा रहस्य नाम गरेका ती मनले पनि आज विवाह सम्पन्न गरेकोमा त्यही वंशमा भक्तजन आज अगाडि गएर यहाँ प्रस्तुत गर्नुहुन्छ। अनि रुचि नामको मरो पुत्र प्राप्त भयो, सन्तान प्राप्त भयो। यहाँ के भन्न चाहनुहुन्छ वंशीहरूले भने जस्तै आफ्नो अग्रणीय विगणनीय अनि पूजनीय सम्माननीय हाम्रा सांसदहरूको आगमनले अति आज हाम्रो यज्ञको सफलता प्राप्त भएको छ। किनकि शास्त्रले भन्छन् अतिथि देवो भव, अतिथिको सम्मान गर्नु नै यज्ञको एउटा अङ्ग हो भनेर हामीलाई यो सन्देश दिनुभएको छ भक्तजन। र यसरी नै आज हामी यो पावन धरामा मार्कण्डेय महापुराण श्रवण गर्दै ती पंक्षीहरूले भन्दैछन् दिवोदः सुमुखः सुपुत्र सुमुख नाम गरेका ती पंक्षीहरूले आज आफ्नो आमाको महत्व अनि महात्माहरूको महत्व तत्त्वमा उचाइ विश्वमा आफू सुत्नुहोस्। आमाको महत्व हामी सुन्छौँ। यस्तो मालाई जसले बुझ्छ उसको जीवन अन्धकारमा अग्रसर बन्न सक्छ। अनि आमाले हाम्रो जीवनको प्रश्न सम्हाल्ने वाली आमाको यो मात्र यदि कुनै पनि पुराणले दर्शाउँदैन भने न पुराण भन्नुभयो त्यो पुराण होइन रे। मातृशक्तिको जुन महत्त्वलाई महिमालाई गायन गर्दैन कुनै पुराणले पनि न पुराणम त्यो पुराण होइन। अनि महान आत्मा जति देशको निमित्त राष्ट्रको निमित्त कुनै पनि कर्म क्षेत्रमा अग्रसर भएर ती महान आत्मा भएर स्कुललाई जमिन दान, मन्दिरलाई गुम्बालाई जमिन दान दिने दाता। अनि जसले चाहिँ महान वाणीद्वारा कुनै पनि पतन मार्गमा ती महान आत्माले गरेको प्रेरणा गरेका कर्मको प्रेरणाद्वारा आज हामीले त युवा अवस्था हाम्रो सुधार हुन्छ भन्ने प्रमाण दिनुभयो मान्छेहरूले। अनि त्यो मध्य भागलाई सम्हाल्नेवाला ती महान आत्मालाई अनि त्यो दोस्रो महान आत्मालाई महात्मालाई कहिले पनि भुल्नुहुँदैन। अनि तेस्रो परमात्मा, जसले परमात्मालाई बिर्सिन्छ। परमात्माको कृपा भएपछि भगवानका परम भक्त हाम्रा पूर्वज उत्तान पात्र सुपुत्र भारत भूमि देवभूमि आज देवताहरूले पनि भारतको गायन गर्छन्, भारतको महिमा गायन गर्छन्, भारतीयहरूको महिमा गायन गर्छन्। अहो अनि शान्तिमतारी सोभन हरे भारतवासीहरू, तपाईँले यस्तो के पुण्य कर्म गर्नुभयो जहाँ चाहिँ आज श्री राम श्री कृष्ण श्री बुद्ध भगवानको चरणले अलङ्कृत पुलकित भएको पावन भूमिमा तपाईँले दान दिनुपर्ने महान बन्ने सौभाग्यलाई प्राप्त गर्नुभयो। त्यसका भक्तजन आज ती परम वन्दनीय परम श्रेष्ठ आज वृन्दावनमा जस्तै बोल्छ अन्तिम प्रयाणसम्म जीवनलाई मङ्गलमय बनाउने परमात्मा र तिनवटा मालाई कहिले पनि भुल्नु हुँदैन भनेर प्रमाण दिँदैछ। माँ भनेको पहिलोमा आमा, दोस्रोमा महात्मा अनि तेस्रो परमात्मा भक्तजन। र हामीले धन्य हुन्छ जस्तै परमात्माको कृपाद्वारा आज पूर्वले पनि पूर्वजन्मको जुन प्रकारको आज संस्कारद्वारा आज उहाँले पनि महानीय वन्दनीय आज हाम्रा पूर्वज भक्त संसार काँडाको आँखामा काँडे संसार यो बुद्ध दर्शनले पनि यही सन्देश दिनुभएको छ। र मिठो एउटा नेपाली भजन जो चाहिँ एउटा बौद्ध दर्शनलाई पनि सङ्केत गर्नुभएको छ हामीलाई ज्ञानवर्धक। हामीले जति पनि नारी शक्तिहरूको पावन निमन्त्रलाई सहरको हातमा स्वीकार गरेर आज यस पावन धारामा उहाँको आगमन भएको छ। र हामी सबैले